धन्यवाद दिन्छौँ प्रभु हाम्रो आदरणीय गुरुबा गुरुआमा प्रभु आज यात्रा छ प्रभु यो यात्रामा तपाईको छुवाई माग्छौँ परम प्रभु परमेश्वर तपाईको हातमा हामी समर्पण गर्दछौँ नेपालगञ्जबाट काठमाडौँको यात्रामा प्लेनको यात्रामा तपाईको छुवाई र आशिष माग्दछौँ तपाईको स्वर्गदूत पठाउनुहोस् तपाईले रक्षा गर्नुहोस् प्लेनको पाइलटलाई तपाईले छुनुहोस् प्लेनका पहाड पूर्जामा तपाईले छुनुहोस् र प्रभु येशू तपाईका दास दासीलाई यात्रा गर्दा परमेश्वरको स्वर्गदूत तपाईले पठाउनुहोस् भनेर हामी प्रार्थना गर्छौँ प्रभु काठमाडौँबाट युएस को यात्रामा पवित्र आत्मा परमेश्वर तपाईको छुवाई पठाउँदछौँ परमेश्वरको अभिषेक माग्दछौँ एक महिनाको यो यात्रामा औ प्रभु हरेक मण्डलीमा गएर प्रचार गर्दा गवाई दिँदा पवित्र आत्मा परमेश्वर तपाईका दास दासीद्वारा बोल्नुहोस् भनेर हामी प्रार्थना गर्छौँ परम प्रभु परमेश्वर तपाईको अभिषेक तपाईको अनुग्रहको लागि तपाईको सत्यताको लागि तपाईको धार्मिक पवित्र आत्मा परमेश्वर तपाईले सहायता गर्नुहोस् भनेर हामी प्रार्थना गर्छौँ धन्यवाद दिन्छौँ येशू पुरै हर ठाउँमा उहाँका पाइलाहरू जुन जुन मण्डलीमा टेकिने छन् जुन ठाउँमा टेकिने छन् पवित्र आत्मा जुन ठाउँमा जुन घरमा टेकिने छन् त्यो घरले मुक्ति पाओस् त्यो घरले शान्ति पाओस् त्यो घरले छुटकारा पाओस् येशूको नाममा तपाईको स्वर्गदूत ओ प्रभु येशूको नाममा पठाउनुहोस् उहाँसँग भनेर हामी प्रार्थना गर्छौँ धन्यवाद येशू हाम्रो प्रार्थना सुन्नु भएको लागि हामी धन्यवाद दिन्छौँ पिता पुत्र पवित्र आत्मा हामी तपाईको हातमा समर्पण गर्दछौँ हामी तपाईको हातमा राख्दछौँ फर्किने यात्रामा पनि तपाईले छुनुहोस् भनेर हामी प्रार्थना गर्छौँ जतिजना हामी यहाँ छौँ परम प्रभु गस्पल एसेम्बली मण्डलीलाई पवित्र आत्मा तपाईले आशिष दिनुहोस् हरेक जवानहरूलाई प्रभु तपाईले छुनुहोस् हरेक प्रभु बच्चाहरूलाई तपाईले छुनुहोस् हरेक दाजुभाइ दिदीबहिनीहरूलाई हामी एक एकलाई तपाईको आज्ञामा अधीनतामा नम्रतामा आज्ञाकारितामा तपाईको वचनमा आज्ञामा हिँड्नका लागि पवित्र आत्मा तपाईले हाम्रो साथमा रहनुहोस् हामीसँग रहनुहोस् भनेर हामी प्रार्थना गर्छौँ धन्यवाद येशू तपाईको हातमा समर्पण गर्छौँ प्रभु हामी यस घडीमा रोगी बिरामीहरूको लागि प्रार्थना गर्नेछौँ कतिजना हाम्रा मित्र दाजुभाइ दिदीबहिनी दुःखमा हुनुहुन्छ बिमारी अवस्थामा हुनुहुन्छ कतिजनाको नाम हामीलाई थाहा छ कतिका नामहरू हामीलाई थाहा छैन नाम नथाहा पाए पनि तपाईले थाहा पाउनु भएको छ भने प्रिय प्रभुका जनहरू त्यो व्यक्तिको नाम लिएर तपाईले प्रार्थना गर्न सक्नुहुन्छ हामीले प्रभुसँग प्रार्थना गरेछौँ हाम्रो प्रभु नरेश माझी धेरै दिनदेखि काठमाडौँमा हुनुहुन्छ उहाँको लागि प्रार्थना गरेछौँ नरेश माझीको प्रभु यो किडनीको अपरेसन सफल भयो र परमेश्वरले उहाँलाई छुट्नु भएको सहायता गर्नु भएको पुरै त्यो घाउहरूमा परमेश्वरको छुवाई आएको होस् भनेर हामीले प्रार्थना गरेछौँ हामी यसै गरी बानी चौधरीको लागि हामी प्रार्थना गरेछौँ उहाँको मुखमा क्यान्सर छ त्यो क्यान्सर निको भएको होस् प्रभु त्यो रिपोर्ट आउन सकोस् नेगेटिभ रिपोर्ट आउन सकोस् भनेर हामीले प्रभुसँग प्रार्थना गर्नेछौँ परमेश्वरले छोएर निको बनाउनु भएको होस् हामी यसै गरी प्रार्थना गर्नेछौँ येशूको नाममा प्रकाशना चौधरीको लागि हामी निरन्तर मण्डलीले प्रार्थना गरेको छ परम प्रभु उहाँको गोलीमा प्रभुले खोलिदिनु भएको होस् उहाँको गला खोलिदिनु भएको होस् उहाँको कान खोलिदिनु भएको होस् उहाँको आँखा खोलिदिनु भएको होस् उहाँका हात खुट्टामा तागत आएको होस् प्रभु येशूको नाममा उहाँ प्रभु हिँड्न सिधा उभिएर हिँड्नका लागि र प्रभुसँग स्पष्टसँग कुरा गर्न सक्नु भएको होस् भनेर हामीले प्रार्थना गरेछौँ हाम्रो आदरणीय मन्जु आन्टीको लागि प्रार्थना गरेछौँ परमेश्वरले पुरै रूपमा चंगाइदिनु भएको होस् भनेर हामीले प्रार्थना गरेछौँ हामी यसै गरी प्रार्थना गरेछौँ येशू ख्रीष्टको नाममा प्रभु येशू जमुना दिदीको मम्मीको लागि हामी प्रार्थना गरेछौँ पवित्र आत्माले छोएर निको बनाउनु भएको होस् भनेर हामी सगुनिया दिदीको लागि प्रार्थना गरेछौँ सगुनी चौधरीलाई परमेश्वरले छुट्नु भएको होस् उहाँको यो प्रभु येशूको नाममा एपेन्डिक्सको अपरेसन गर्नुपर्ने प्रभुले छोएर निको बनाइदिनु भएको होस् भनेर हामी प्रार्थना गरेछौँ
फ्रान्सका बिरामी भएका बिरामीहरूको लागि हामी प्रार्थना, राति निद्रा नलाग्ने बिरामीको लागि हामी प्रार्थना, सबैले प्रार्थना गर्नु। येशूको नाममा राति निद्रा नलाग्ने, येशूको नाममा बिहान उठ्न नसक्ने सबै बिमारीको लागि प्रार्थना गर्नु। मुटुको बिमारीको लागि प्रार्थना गर्नु। येशूको नाममा मुटुमा फल परेका बिरामीको लागि, मुटुमा प्रभु ब्लड नबन्ने बिरामीको लागि, मुटुको भल्भ कृष्ण चौधरीको लागि प्रार्थना गर्नु। मुटुको भल्भमा परमेश्वरको क्षय माग्दछौँ। पवित्र आत्माले काम गर्नुभएको होस् भनेर हामी प्रार्थना, प्यारालाइसिस भएका बिरामीको लागि हामी प्रार्थना गर्छौँ। येशूको नाममा प्यारालाइसिस भएका बिरामी एकलाई पवित्र आत्माले छुट्नुभएको, परमेश्वरले छुटाइदिनु भएको, बिताइदिनु भएको, छुटकारा दिनुभएको होस् भनेर हामी कलेजोमा बोसो जमेका बिरामीको लागि हामी प्रार्थना गर्नेछौँ। येशू कलेजो ड्यामेज भएका बिरामीको लागि, येशूको नाममा जन्डिसका बिरामीको लागि हामी प्रार्थना गर्छौँ। येशूको नाममा जन्डिस येशू ख्रीष्टको नाममा निस्केर गएको होस् भनेर हामी प्रार्थना गर्छौँ। आन्द्रामा घाउ अल्सरका बिरामीहरूको लागि हामी प्रार्थना गर्छौँ। येशूको नाममा ग्यास्ट्रिकका बिरामीहरूको लागि, अल्सरका बिरामीको लागि, थाइरोइडका बिरामीको लागि हामी प्रार्थना गर्छौँ। थाइरोइड निस्केर गएको येशू ख्रीष्टको नाममा हामी प्रार्थना गर्छौँ। पवित्र आत्मा येशू ख्रीष्टको नाममा पित्त थैलीमा पत्थर गएका एक बिरामी दाजुभाइ दिदीबहिनीहरूलाई एकलाई तपाईँले छोडेर निको बनाउनु हामी प्रार्थना गर्छौँ। पवित्र आत्मा आज यसै घडीमा तपाईँको चेतावनी हिलिङ पठाउनु, तपाईँको आत्मालाई प्रार्थना गर्छौँ। पवित्र आत्मा येशू तपाईँले छुनुहोस् र सहायता गर्नुहोस् भनेर हामी प्रार्थना गर्छौँ। धन्यवाद येशू, तपाईँको हातमा हामी समर्पण गर्छौँ। ख्रीष्ट येशू तपाईँ उचालिनुहोस् भनेर हामी प्रार्थना गर्छौँ। हड्डी र नसाका बिरामीहरू, येशू आँखाका समस्याहरू, कानका समस्या, कानका जाली फुटेका बिरामीहरूको लागि, दाँतका समस्याका बिरामीहरूको लागि हामी प्रार्थना गर्छौँ। राति निद्रा नलाग्ने बिरामीलाई प्रभु निद्रा दिनुहोस् र ठिक समयमा उठेर प्रार्थनामा आउनका लागि सहायता गर्नु हामी प्रार्थना गर्छौँ। येशूको नाममा पुरै एक रोगी बिरामीलाई छोएर निको बनाइदिनुहोस्। प्रभु अस्पतालको बेडमा भएका बिरामीहरूको लागि, प्रभु एचआईभी लागेका रोगी बिरामीहरूको लागि, सिकल सेल रोगका बिरामीहरूको लागि हामी सबै रोगी बिरामीलाई प्रभु तपाईँले छोएर निको बनाइदिनुहोस्। धन्यवाद येशू, तपाईँको हातमा समर्पण गर्दै आशिष माग्छौँ जिउँदो प्रभु येशू ख्रीष्टको पवित्र उच्च नाममा, आमेन। प्रभुलाई धन्यवाद होस्। प्रभुका जनहरू हामी विषयको लागि प्रार्थना गरेका छौँ। हामी यो हप्ता साङ्गला प्रार्थना गर्नेछौँ। कतिजना तयार हुनुहुन्छ? साङ्गला प्रार्थनाको लागि तयार हुनुहुन्छ? हामी गएको दिनहरूमा हामीले ग्रुप गरेर साङ्गला प्रार्थना गर्यौँ। 9 रातिसम्म गरेनौँ, हामीले 8-9 बजेसम्म हामीले साङ्गला प्रार्थना गर्यौँ। परमेश्वरले यो साङ्गला प्रार्थनाद्वारा धेरै प्रार्थनाको उत्तर दिनुभएको छ। आमेन। हामीले सुन्दै थियौँ सौरभ यो साङ्गला प्रार्थना, त्यसपछि उपवास प्रार्थनाले बडो गजबको आशिषको ढोका खोलिएको कुरा हामीले सुन्यौँ। त्यो हाम्रो प्रार्थनाको उत्तर हो। आमेन, हालेलुया। हो, त्यसकारणले प्रभुका जनहरू हामी 5 बजे बिहान, अब सुन्नुहोस्, त्यसपछि उठ्नु होला। बिहान 5 बजे हामी सबैजना यहाँ आउँछौँ। तपाईँहरू बिहान 5 बजे आउनुहोस्। बिहान 5 देखि 6 सबैको लागि सामूहिक बिहानीको प्रार्थना हुन्छ। प्रभुलाई धन्यवाद होस्। त्यसपछि 6 देखि 8 बजेसम्म हामी दिदीबहिनीहरू, दाजुभाइहरूले गर्नुभएको छ। दाजुभाइहरू कृपया, दिदीबहिनी हजुर दाजुभाइले गर्नुभएको थियो। त्यसकारणले दाजुभाइहरू तपाईँहरू लगभग 15 जना जति अगाडि आउनुहोस् लाइनमा। बिहान 6 देखि 5 बजे त आउनुहुन्छ, 5 बजे आउनुहोस्। 3 घण्टा हुन्छ, 5 देखि 6, 6 देखि 6, 7, 8 बजेसम्म हाम्रो कसबले सेवीका दाजुभाइहरूले प्रार्थनामा भार उठाउनु हुनेछ। साङ्गला प्रार्थनामा लेख्नुहोस्। ओ हालेलुया। यसरी लाइन नाम लेखेर
जानुहोस्। प्रभुलाई धन्यवाद होस्। एकैछिन लाइन यसरी लाग्दिनुहोस् त। 6 देखि 8 बजेसम्म उहाँहरू दिउँसो प्रार्थना गर्न सक्नुहुन्न, तर यो टिमले 8 बजेसम्म मजाले प्रार्थना गर्नुहुनेछ। सक्नुहुन्छ। त्यसकारणले प्रभुलाई धन्यवाद। यसमा गुरुबा गुरुआमाहरूको लागि, सेवकाईको लागि प्रार्थना गर्नुहोला। त्यसपछि ग्रेसिया नानीको चङ्गाई, रोगी बिरामीको लागि प्रार्थना गर्नुहोला, चङ्गाईको लागि। त्यसपछि आफ्नो लागि पनि प्रार्थना गर्नुहोला। तपाईहरुले आफ्नो बिजनेस गर्नुहुन्छ, बिजनेस आफ्नो परिवारको लागि, आफ्नो बिजनेसको लागि, आफ्नो आत्मिक सुसमाचारको ढोका मेरो जीवनबाट खोलिन सकोस्, 10 वटा आत्मा बचाउन सकु भनेर यी विषयहरू तपाईले को लागि प्रार्थना गर्नुहोला। 8 बजेसम्म तपाईहरुले गर्नुहोस्। प्रभुलाई धन्यवाद होस्। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 जना हुनुहुन्छ। 15 जनाको ग्रुप छ यो। 16 जनाको ग्रुप थियो। अहिले कोही आउन सक्नुहुन्छ? 16 जना हुनुहुन्छ? ल, हामी उहाँहरू 1 हप्ता इमानदार हुनुहोस्। त्यसपछि हामी फेरि हामी सोध्ने छौं। त्यसपछि अर्को ग्रुप मिलेन भने हामी फेरि दोहोर्याउने छौं। यो प्रभुलाई धन्यवाद होस्। सबैको नाम हुन्छ। प्रभुलाई धन्यवाद होस्। ताली बजाइदिनुहोस्। र प्रभुमा जानु हजुरहरू 5 बजे आउनुपर्छ। 5 बजे आउनुहोस्। 5 देखि 6 हामी सबैले गर्छौं। हामी जान्छौं। तपाईहरु फेरि प्रार्थना गर्न सुरु गर्नुहोस्। धन्यवाद। जय मसीह। हजुरहरू गाइदिनुहोस्। त्यसपछि 8 देखि 10 बजेसम्म 8 बजेदेखि 10 बजेसम्म आउनुहोस् दिदीबहिनीहरू। 8 देखि 10 बजेसम्म 8 देखि 10 उठ्नुहोस्। छिटो छिटो उठ्नुहोस्। कतिजना तपाईले बिहान खाना पकाएर 2 घण्टामा तपाईहरु 8 बजे यहाँ आइपुग्नु पर्ने छ। 8 बजे देखि 10 बजेसम्म 15 जनाको टिम छिटो आउनुहोस्। छिटो छिटो आउनुहोस्। आफ्नो समय नहेर्नुहोस्। समय मेरो जुन टाइममा मिल्छ त्यही मात्रै गर्नुभयो भने तपाईले आशिष गुमाउनुहुन्छ। हामीले बेसमयमा गर्न सिक्न पर्छ। एकदम उत्तम समय परमेश्वरलाई दिन सिक्नुहोस्। ल, अझै 1 2 3 4 5 6 7 8 9 10 जना मात्रै हुनुभयो। 6 जना अझै आउनुहोस्। छिटो 6 जना छिटो आउनुहोस्। 2 जना आउँदै हुनुहुन्छ। जति छिटो उठ्नुहुन्छ आउनुहुन्छ त्यति तपाईले छिटो घर जानुहुन्छ। आज त्यो अघिको ग्रुपको अगुवा लिडर चाहिँ तुलाराम दाइले लिड गर्नु होला है। बोलाउनु होला सबैलाई। कोही ढिलो गर्नुभयो, आउनु भएन भने फोन गरेर तपाईले बोलाउनु होला। अझै पुग्नु भएन। छिटो दिदी आउँदै हुनुहुन्छ। अर्को 3 जनाहरु आउनुहोस्। 3 जना दिदीबहिनीहरु किन तपाईं चुप भएर बस्नु भएको छ? कति जना पुग्नु भयो? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 हिसाब हो 13 14 एकजनाहरु आउनुहोस्। 14 पनि पुग्नु भएन। ल, यति जना लाग्यो। 13 जनालाई नाम भयो। ल, प्रभुलाई धन्यवाद होस्। तपाईले विषय थाहा पाइसक्नु भएको छ र यो टिमको अगुवा
निशाले गराउने चाहिँ कोही आउनु भएन भने फोन गर्ने किन आउनु भएन अनि उहाँहरूलाई तताउने उहाँहरूलाई टाइममा आउनको लागि 8 बजेदेखि 10 बजेसम्म तपाईहरुले यो टिमले दिदीबहिनीको टिमले प्रार्थना गर्नेछ। आमेन। ताली बजाइदिनुहोस्। यो दौड सुरु भएको छ। यीशुको नाममा भोलिदेखि यो स्नान हाम्रो साङ्गला प्रार्थना सुरु हुनेछ। प्रभुलाई धन्यवाद होस्। हुन्छ जानुस् दिदीबहिनीहरू। अब 10 देखि 12 धेरै हुनुहुन्छ छिटो। 10 देखि 12 धेरै दिदीबहिनीहरू दौड्नुहुन्छ। अब 10 देखि 12 बजेसम्म अफिस जाने टिम चाहिँ ख्याल गर्नु होला। अफिस जाने टोली आफ्नो अफिसमा आएर त्यसपछि कतिखेर जानुपर्ने आफूले आफूलाई ख्याल गर्नु होला। अफिस जान नपरोस् भनेर नगर्नु होला। एक, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16 बस 16 जना। 10 देखि 12 सम्म यो टोलीले प्रार्थना गर्नुहुनेछ। हालेलुया। तपाईहरु ठिक समयमा आउनु होला। अहिले नै अर्को टिममा आउनुहोस्। त्यो टिम यति जना मात्र एकैछिन ग्रुप है। 10 देखि 12 यो ग्रुपको अगुवा राजकुमारी चौधरी हुनुहुन्छ। उहाँले सबैलाई कोही आउनु भएन भने फोन गरेर बोलाएर प्रार्थना गराउने विषय राख्ने आएर एक ग्रुपमा अलग अलग बसेर हामीले यो ग्रुपले प्रार्थना गर्नुहुनेछ। ताली बजाइदिनुहोस् अब उहाँहरूको लागि। ल नाम लेख्नुभयो? ल जानुस्। धन्यवाद छ। ठिक समयमा आउनु होला। यहाँ नाम हुन्छ सबैको। को आउनु भयो को आउनु भएन यहाँ हाजिरी हुन्छ। अब 12 बजेदेखि 2 बजेसम्म दिदीबहिनी दौड्नुहोस्। अब 12 देखि 2 बजेसम्म अघि उठ्नु भएको दिदीबहिनीहरू पनि आउनुहोस्। बारह बजेदेखि 2 बजे 12 बजेदेखि 2 बजेसम्म नाम लेख्दै गर्नु भएको छ। 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 जना आउनुभयो। कोही थपिन चाहनुहुन्छ? सबैले भाग लिनु होला है। जतिखेर भए पनि भाग लिनु होला। तपाईले भाग लिनु भयो भने परमेश्वरको आशीष तपाईको घरमा आउनेछ। जुन बेला पनि एक दिनमा तपाईले जुन समय पनि मिलाउनुस् त्यसले तपाईको लागि आशीष ल्याउनेछ। प्रभुलाई धन्यवाद होस्। ल यो ग्रुपको अगुवा लिडर लक्ष्मी हितानले तपाईलाई अगुवाई गर्नुहुनेछ। बोलाउने यताउता सबै कोही आउनु भएन भने किन आउनु भएन सबै कुरा तपाईलाई जिम्मा छ। तपाईले उहाँहरूलाई टोली आउनु होला। फोन गर्नु होला। किन आउनु भएन उहाँको लागि बिरामी हुनुभयो भने उहाँको लागि प्रार्थना गरिदिने। समस्यामा हुनुहुन्छ उहाँको लागि प्रार्थना गरिदिने अनि विषयको लागि प्रार्थना गर्नेछौँ। प्रभुलाई धन्यवाद होस्। हुन्छ यो ग्रुपको लागि पनि ताली बजाइदिनुहोस्। हुन्छ धन्यवाद छ। अब 2 देखि 4 2 बजेदेखि 4 बजेसम्म ल छिटो आउनुहोस्। 2 देखि 4 जतिजना आउनु भएको छैन नि शारदा दिदीको टिम आउनुहोस्। यो दिदी आउनुभयो तपाईँ आउनुभयो? कति जना?
ल शारदा दिदीको ग्रुप आउनुस् त एकदम राम्रो एक्लै हुनुहुन्छ हेर्नुस् त कोही छैन साथी दिदीबहिनीहरू छिटो 2 देखि 4 बजे तपाईको बच्चा छुट्टी हुन्छ अनि बच्चा लिएर जान छिटो जो छुट्नु भएको छ तपाई आइहाल्नु छिटो 2 जना अर्को कोही हुनुहुन्छ अर्को हुनुहुन्छ 4 बजे हाम्रो सुषमा दिदी पनि आउनुहुन्छ है 4 बजे 2 देखि 4 अनि यो दानबाट जति दिदीबहिनीहरू आउनु भएको छ नि तपाईहरु पनि आउनुस् दानको दिदीबहिनीहरू 'उहाँहरु यहाँ भए पनि त्यहाँ भए पनि गर्नुहुन्छ प्रार्थना यो टोलीले कति जना उहाँहरु मिसनमा आउनु भएको छ दाङबाट बर्दियाका दिदीबहिनीहरू हुन्छ अनि हामीले 2 देखि 4 बजे सम्म प्रार्थना गर्नुहुनेछ ल 1 2 3 4 5 6 7 जना हुनुहुन्छ उहाँहरुको लागि ताली बजाइदिनुस् न प्रभुलाई धन्यवाद होस् अरु पनि थपिनुहुन्छ चिन्ता नगर्नुस् प्रभुलाई धन्यवाद होस् अब जानुस् तपाईको ग्रुप 4 देखि 5 6 4 देखि 6 हैन 4 देखि 6 बजे आउनुस् 4 देखि 6 मिसहरु आउन सक्नुहुन्छ है कति जना मिसहरु तपाईहरु आउन सक्नुहुन्छ अरु छुटपुट दिदीबहिनीहरु आउन सक्नुहुन्छ एक जना दाजुभाइहरु 4 देखि 6 बजे भ्याउन सक्नुहुने दाजुभाइहरु पनि आउनुस् है जति जना बिहान सक्नु भएन तपाईहरु आएर प्रार्थना छिटो प्रार्थना गर्नलाई तपाईहरुले ढिलो नगर्नु होला यो प्रार्थनाले तपाईहरुको जीवनमा आशीष ल्याउने छ 4 देखि 6 बजे 4 देखि 6 4 जना हुनुहुन्छ अरु कोही हुनुहुन्छ यो फुटबल खेल्न जान्छ नि केटाहरु यो फुटबल खेल्ने छन् कोही फुटबल खेल्ने केटाहरु कति बजे खेल्छ ल थाहा भयो गाडीमा मिल्दैन है गाडीमा एकैचोटी जानुपर्छ हाजिर हुनुपर्छ ल प्रभुलाई धन्यवाद होस् उहाँहरुको टिमको लागि ताली बजाइदिनुस् अब उहाँले राम्रोसँग आफ्नो टाइममा प्रार्थनामा भाग लिनुहुनेछ प्रभुलाई धन्यवाद होस् हुन्छ जानुस् परमेश्वरले आशीष दिनुभएको होस् तपाईको टिमलाई कोही अझै यसमा थपिन चाहनुहुन्छ भने हामीले मौका दिनेछौँ अब बच्चाहरु 6 देखि 8 बच्चाहरु 6 देखि 7 जवानहरु छन् त्यसपछि जवानहरु
6 देखि 7 बजे बच्चाहरू चलो बच्चाहरू सबै बच्चाहरू भनेपछि सबै बच्चाहरू हेर्नु सबभन्दा धेरै छन् हाम्रा तगडा सबभन्दा ठुलो तगडा गुरु यही छ सिक्नुस् अब यही गुरुबाट है हालेलुया हालेलुया ल हाम्रो यो बच्चाहरूको प्रार्थना गराउने लिडर हामीले हाम्रो निता बहिनीलाई दिनेछौँ उहाँले गराउनु हुनेछ 6 बजे यहाँ बच्चाहरू आइसक्ने स्कुलबाट गएर नास्ता खाएर छिटो छिटो दौडेर प्रभुको घरमा आउने आमेन ल ताली बजाइदिनुहोस् यो बच्चाहरू सबै बच्चाहरू आउनेछन् ज्ञान बुद्धि आफ्नो पढाइको लागि इक्जाममा राम्रो नम्बर ल्याउनका लागि पढ्नका लागि बुद्धि र ज्ञान दिनुभएको होस् भनेर ल जानुस् सबै बच्चाहरू लेखिदिनुहोस् 7 देखि 8 बजे जवान No. ल जवानहरू आउनुहोस् 7 देखि 8 7 देखि 8 अब राति 1-1 घण्टाको हामी छिटो आउनुहोस् जवानमा जोड्न सक्नु भयो हैन ठिक छ जवानहरू छिटो जवानहरू 1 घण्टा अलिक कम भयो जस्तो लागिरहेछ हैन 7 देखि 8 8 देखि 9 यो 1 घण्टावाला एकदमै टाइममा आउनु पर्छ है तपाईहरु टाइममा आउनु भएन भने यो आधा घण्टा पछि आउनु भयो आधा घण्टा एकछिनमा नम्बर गएर घर जानलाई नआउनुस् एकदमै टाइममा तपाईहरुले एकदम राम्रोसँग प्रार्थना गर्नुपर्छ प्रभुलाई धन्यवाद होस् हामीले 2 घण्टा 7 देखि 8-9 बजेसम्म गर्नेछौँ यो जवानहरू ठीक छ जवानहरू 2 घण्टा हालेलुया 7 बजेदेखि 9 बजेसम्म तपाईहरुले ठुलो चर्चमा गर्नुहुनेछ ल ताली बजाइदिनु जवानहरुको लागि कति जवान मैले देखेको छैन है याद गर्नुस् भाग लिनुस् तपाईहरुको आशिष ल्याउने बाटो ढोका खोल्नुस् सबै जवानहरुको नाम लेखिदिनुस् अब बाइबल स्कुलका 8 देखि 10 8 देखि 10 बजे सानो चर्चमा हुन्छ सानो चर्चमा उहाँहरूले गर्नुहुनेछ 8 बजेदेखि 7 बजेदेखि उहाँहरूले खाना खानुहुनेछ खाना खाएर 8 बजे प्रार्थनामा 8 देखि 9-10 बजेसम्म बाइबल स्कुलका सबै आउनुहोस् त बाइबल स्कुलका सबै बाइबल देउपी गाउँ सबैजना है त्यो जवानहरूको अगुवा चाहिँ अशोकले प्रार्थना गराउनु हुनेछ त्यसपछि सन्दीपले गराउनु हुनेछ उहाँहरूले गराउनु हुनेछ यो चाहिँ चन्द्रप्रकाशले यो टिमलाई गर्नु हुनेछ
प्रभुलाई धन्यवाद होस्। मिसनको त्यसपछि मिसनको टोली आउनेछ है। प्रभुलाई धन्यवाद। ताली बजाइदिनु यो जवानहरूको लागि। सानो चर्चमा आउँछ यो प्रार्थना। अब मिसनवाला बाहिर बर्दियाबाट, धामबाट, कपिलवस्तुबाट जति पनि आउनु भएको छ अगाडि आउनुहोस्। अब मिसनका 9 देखि 11 बजे 9 देखि 11 8 बजे उहाँले खाना खानुहुनेछ। जवानहरू यहाँबाट गएपछि उहाँहरू यहाँ आउनुहुनेछ। 9 बजेदेखि 11 बजेसम्म। ओ हालेलुया। कुनै पनि ग्रुपमा तपाईँ हाम्रा विश्वासी दाजुभाइहरू आउन सक्नुहुन्छ भने त्यो बेला आउन सक्नुहुन्छ है। प्रभुलाई धन्यवाद होस्। मिसनको टोली 9 बजेदेखि 11 बजेसम्म उहाँहरूले गर्नुहुनेछ। उहाँहरूको लागि ताली बजाइदिनुहोस्। हामी 11 बजेसम्म मात्रै गर्नेछौँ। प्रभुलाई धन्यवाद होस्। हाम्रो अब जानुहोस् तपाईँहरू। यसको अगुवा किशन दत्त हुनुहुन्छ। उहाँले यो टिमलाई डोर्याउनुहुनेछ, प्रार्थना गराउने अनि आराधना गराउने, वचन सिकाउने, पढ्ने सबै कुरा उहाँले गराउनुहुनेछ 2 घण्टा। प्रभुलाई धन्यवाद होस्। घरेलु संगतिको सूचना पार्टीमा लेखिएको छ। प्रभुका जनहरू इमानदारसँग गुरुबार गुरुआमा हुनुहुन्न। हामी त अब नगएर पनि के हुन्छ र नभन्नु होला। उहाँहरू नभएको बेलामा जब तपाईँ इमानदार हुनुहुन्छ परमेश्वरले तपाईँलाई आशिष दिनुहुनेछ। उहाँ नभएको बेलामा तपाईँ प्रार्थनामा आउनुहोस्। उहाँ नभएको बेलामा धेरै सुसमाचार सुनाउनुहोस्। उहाँले सोध्नुहुनेछ कि कतिजनालाई सुसमाचार सुनायो? केही पनि सुनाएन। कति नराम्रो हुन्छ। त्यसकारणले प्रभुलाई धन्यवाद होस्। घरेलु संगतिको सूचना पार्टीमा लेखिएको छ। अब हामी यहाँबाट छुट्टेछौँ। सबैलाई येशू प्रभुको नाममा जय मसीह। हालेलुया। भोलि बिहानदेखि यो सानो प्रार्थना सुरु हुनेछ। हामी एक आपसमा भेटघाट गर्नेछौँ। त्यसपछि छुटेर जानेछौँ।